पछिल्लो समय गुन्द्री बुन्ने चलन हराउँदै गएको छ। खेतमा धान काटेर दाइ हाल्ने बेला लामो लामो पराल छाटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रहिआएको छ। खेतबारीमा भएका बालीनाली भित्राइसकेपछि विशेष गरी पुष माघका दिनमा फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा पछिल्लो समय भने हराउँदै गएको छ। धार्मिक पूजाआजा तथा पितृ कार्यमा पनि धानको परालबाट बुनिएका नयाँ गुन्द्री प्रयोग गर्ने चलन थियो। बजारमा आउने प्लास्टिकका गुन्द्री तथा म्याटको प्रयोग बढ्दै जाँदा गुन्द्री बुन्नै छाडिएको बुटवल सत्रका राधिका गुलामीले बताउनुभयो। गुन्द्री बुन्न झन्झटिलो भएकाले पनि नयाँ पुस्ता यसप्रति आकर्षित हुन सकेका छैनन्। नयाँ पुस्ताको आकर्षण नहुनु एकातिर छ भने अर्कोतर्फ पुरानो पुस्ताले जानेको सिप नयाँ पुस्तामा हस्तान्तरण नगर्दा गुन्द्री बुन्ने संस्कृति लोप भएर जान सक्छ। परालको लम्बाइ अनुसार गुन्द्रीको चौडाइ निर्धारण गरी गुन्द्री बुन्ने गरिन्छ। छोटो परालबाट चकटी बुन्न सकिन्छ भने स्थानीय स्रोत र साधनको प्रयोग गरी गुन्द्री बुन्ने गरिन्छ। विशेष गरी धानको पराल, जुटको धागो, बाबियोको खर प्रयोग गरी गुन्द्री बुन्न सकिन्छ। हाते तान बनाएर जुट वा बाबियोको खरको डोरीमा बुनिएको पराललाई काठको हतासोले ठोकेर गुन्द्री बनाउने गरेको पाइन्छ।